हिजो चाहिँ हामीले कलेजमा आँप खायौँ। अरूको साथीहरू चाहिँ ब्यागमा कपी किताब बोकेर जान्छन्। मेरो साथीहरू चाहिँ आँप लिएर आउँछन् ब्यागभरि, कपी किताब नल्याएर। अनि आँप खाँदै थियौँ हामी। ठ्याक्क सर पनि आउनुभयो, सरलाई पनि बोलायौँ। अनि सरले पनि खानुभयो, हामीले पनि खायौँ। कल्पनाले चाहिँ नुन पिसेर लगेकी थिए, यहीँ घरदेखि नै हात पोल्यो भन्दै थिए। पछि आँप खान पाएपछि त हात पनि पोलेन त्यसको। अनि खायौँ सबजना मिलेर। अनि रमाइलो भयो, साथीहरूलाई जिस्काउँदै खायौँ। यसरी खाइरहौँ। हाम्रो कोषाध्यक्ष दाइ केएमसीको दाइ पनि आउनुभयो। अनि दाइ पनि हामीसँगै खानुभयो। मिठो छ भन्दै हुनुहुन्थ्यो। अनि अमिलो टेस्टी थियो आँप पनि। कुनै अमिलो थियो, कुनै चाहिँ गुलियो थियो। मिठो थियो आँप पनि। अनि नुनहरू पनि कस्तो मजाले पिसेर लगेकी थिइन् कल्पनाले। अनि सबैजना मिलेर खायौँ। रमाइलो भयो एकछिन, धेरै दिनपछि सबैजनाको भेट भएको थियो। फेरि विवेकलाई नुन लिन पठाएँ। अनि फेरि उसले नुन लिएर आए। अनि आँप नुन खायौँ। विवेक र म चाहिँ यता बसेको थियौँ, उनीहरू अरू चाहिँ उतातिर बसेका छन्। अनि यसरी खाइरहेछ विवेक पुरै। झगडा गरी खाए सबजनाले। कोषाध्यक्ष दाइ बस्नु भएको छ। अनि यिनी साथीले चाहिँ आँप खाएनन्। अनि यसलाई चाहिँ जिस्काइरहेको थियो सबै मिलेर।